साथीहरू नमस्कार। तपाईं अहिले हेर्दै हुनुहुन्छ बीके नरबहादुरज्यूले तयार पारेको यो अति नै मनमोहक चित्र। यो दृश्य पोखराको अन्नपूर्ण क्षेत्र स्थित परम्परागत गुरुङ भिलेजको हो। यहाँ हरियाली डाँडाहरू र हिमालको काखमा बसेको सानो सानो घरहरू देखिन्छन्। सामुन्ने बाटामा डोको बोकेर हिँड्दै गरेकी महिला गाउँको जीवनको मेहनत र सरलता दर्शाउँछिन्। उनको परम्परागत पहिरन र टीका गाउँको सांस्कृतिक पहिरन झल्काउँछ। त्यसैबाट एक पुरुष बाख्रा लिएर गाउँ फर्किँदैछन्। बाख्राको हल्का घन्टी र गाउँको सानो बाटोमा रमाइलो दृश्यले दिनभरको जीवनलाई जीवित बनाएको छ। खेतमा तोरी फुलेको छन्। रंगीन फूलले गाउँको प्राकृतिक सुन्दरता अझै उजागर गर्छ। खेतको छेउमा परालका थुप्रा छन् र गोठमा गाई भैँसी आराम गर्दैछन्। पृष्ठभूमिमा परम्परागत गुरुङ घरहरू, ढुङ्गाका भितो र काठका झ्यालले गाउँको सांस्कृतिक धरोहर देखाउँछन्। सम्पूर्ण दृश्यले गाउँ र हिमाल बीचको जीवन र प्रकृतिको गहिरो सम्बन्ध प्रस्तुत गर्दछ।